हेलो गाइस, वेलकम टु माई च्यानल। सबैजनालाई म चाहिँ आज बारीमा धनिया उखाल्न आइरहेको छु हैन। धनिया उखालिरहेको छु, अहिले नि उखालिरहेको छु, अहिले चाहिँ बाँधिरहेको छु। उखालेको पनि हजुरहरूलाई देखाउने छु। तर आज चाहिँ घाम लागिरहेछ, पानी परेको छैन। आज पानी परेदेखि काम गर्न पर्दैन थियो। पानी परेदेखि काम गर्नु पर्दैन थियो, तर आज चाहिँ यति धेरै घाम लाग्छ नि, मान्छेले डर्निङ गरेर धेरै गर्मी पनि भइरहेछ आज। त्यो चिसा हावालाई चाहिँ गर्मी बोत्नलाई कठै तेरो जिन्दगी। धनिया मैले चाहिँ बानिरहेको छु धनिया। यसले त हुँदो रहन्छ है बान्नलाई। उयो राम्रोसँग बाने यसले हुँदैन रहेछ। यसले बाने हो भाँचेर नि अब सजिलो हुन्छ त। पात के खाएको यसले चाहिँ घाँस खाएको। हाम्रो खेताला कति धेरै खान्छ, तिनतिर सुतिर हामीलाई देखाएको छस्। यस्तो यस्तो घुमान, यस्तो यस्तो घुमान कस्तो हो र? हेरेर तेरो बुझ्ने गर्छ यस्तो गर्ने यसलाई। अनि यसलाई यस्तो टुप्पो र छेउ दुईतिर मिलाउने। हेर्ने यसलाई यस्तो राख्ने, ओभर स्मार्ट नबन्ने। अनि यसलाई स्वाई स्वाई दुईचोटि घुमाउने। अनि यसलाई यहाँनिर कोच्दिने। दिनभरि काम गरेर सकिने बेला चिप लाउन मेरो बहिनी। आइमा बौलाई म कहिले सक्दैछु आज बौलाई देखेछ। कहाँबाट कुरो लाग्यो क्या मलाई चाहिँ। सुरुवात हुँदैछ हाम्रो बारीको धनिया, राम्रो अर्ग्यानिक धनिया। हामी चाहिँ आज धनिया उखाल्न आएको, मम्मी, म, बहिनी, भाइहरू भन्दा नि बढी खेतालाहरू हो नि यिनीहरू। अनुहार हेर्नु न अनुहार। धनिया कति म टिप्दैछु धनिया उखाल्न आएको हामी होइन। अनि उखालिरहेको छौँ हामी, 3-4 जना छौँ। ओ पिम्नी धनिया ले टुस छिटो हो। स्याबास, अर्को नि हो। स्याबास मेरी बेहना, मेरी प्यारी बेहना। काम गर, राम्रोसँग काम गर। हेर्नुहोस् हाम्रो बारीको धनिया। आज चाहिँ धनिया बारी दरम उखाल्दै हुनुहुन्छ, म पनि उखाल्दैछु। आज धनियाको भाउ धेरै छ अरे क्या, धेरैभन्दा धेरै। जे होस् हामीले अघि पछि भाउ भेटेर अनि आज गइरहेछौँ। उखालेर केलाएर अनि त्यसलाई मुठा बान्नुपर्छ। भन सुकाउनु पर्यो घाममा। अनि मुठो बान्ने, एकैचोटि मुठो बान्दा नि बिग्रिन्छ। त्यही भएर यो चौबाइसकेको अनि मुठा बान्न लागेको हो हामीले चाहिँ धनिया होइन। कस्तो राम्रो छ है धनिया राम्रो भएर के गर्नु। अझ धेरै भाउ आइदिएको भए मम्मी चाहिँ आइमान त जाने हुन्छ, त्यही भएर उखाल्दै बान्दै गर्नुभएको छ। हामी चाहिँ नजाने, त्यही भएर उखालेर पछि केलाएर अनि बानिरहेको छौँ हामी चाहिँ। सुकु नबस्न, सुकु भाइ नबस है, धनिया नमार है, सुकु नमार है, नबस है। स्याबास, यत्तिको इज्जतै राख्नुपर्छ है। हेर्नु होला हाम्रो बारीको धनिया एकदम राम्रो छ, एकदम अर्ग्यानिक छ होइन। ओ माई गड, हाम्रो बारीमा साग पनि फलिन्छ। धनियाको बिचमा रायोको साग। खेतालालाई अल्छी लाएर बसिरहेछन्। अनि धनिया टुरुङ धनिया यस्तै अब टोकामा छोप्नुपर्छ, ओइलाउँछ नत्र घामले। अनि हेर त्यही भएर छोपेको। आज घाम लागेर मौसम गरम भइरहेछ। आकाश कहिले बादल आउँछ कहिले घाम लाग्छ, बढी जस्तो घाम लाग्छ होइन। हिँडिरहेको छु म त यहाँको चर्ती कौला देखाउनलाई। हाई मेरो बारीमा मकै पनि फलेको छ। अल्छी यो चाहिँ काम गर्नभन्दा बढी बस्छ नि यिनीहरूको अनुहार। हेर्दै खेतालाहरू कता खेताला यहाँमा। ओए काली के भयो तँलाई? मेरो अनुहार हेर्न सक्नुहुन्छ। म बारीमा आउँदा कस्तो भएको थिएँ। कोही सुतिसक्यो लम्पासार परेर। म धनिया केला बान्दैछु। मैले गरेको धनिया चाहिँ म बान्दैछु। ढोकामा राखेर छोपेको थिएँ अनि अहिले चाहिँ बानेको हो मैले। हि हार हु पुकु मेरो पुकु। धनियासँग मेरो छाया नि मैले देखेँ। ओ मम्मी मेरो छाया, हाई मेरो छाया। वाउ क्या राम्रो देख्यो हौ। म छायामा त दुब्लिन देखाएको छु। यसबाट नयाँ व्यापारीलाई दिएको, पुरानो व्यापारी आएर रिसाएर कराएर आफै उखाल्न थाले खान। आफै लान्छु रे, म लान्छु रे, के रे, पुरानो मलाई किन नद्या भने रिसाएर यसपाल भाउ भयो भने चाहिँ यस्तो गर्छन् व्यापारीहरू, भएन भने चाहिँ देखा नदेखा गरेर हिँड्छन्। उखाल्दो अल्छी लाएर नाच्दिएँ। टुडुङ फेरि काम गर्नु पऱ्यो, धनिया उखाल्नु पऱ्यो, के गर्नु। म धेरै कुरा सोचिरहेको छु। यो धनिया बेचेर पैसा के गर्ने भन्ने सोचिरहेको छु।
ओहो कता जाउँ अमेरिका जाउँ कि अस्ट्रेलिया जाउँ पालि त 80 रुपियाँ किलो पो भाउ हो त नि त्यही भएर सोचमा डुबेर म कतै नजाने पैसा खुद्रुकेमा राख्ने प्लान गरेँ भएन भने भाइलाई बोक्न गएँ म फेरि भाइलाई बोकेर लिएर आएँ र खेल्दै थिएँ मम्मीले मलाई कराउनु भयो र मैले चलाएर आफैमा इन्जोय गरिरहेको थिएँ मैले ट्याङ 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 ढुसुङ ढुसुङ मेरो बहिनी पनि मसँग साथीलाई फेरि काली हुन्छ भने छाता लिएर आएँ मैले ओढाइदिएँ बहिनीले ओढी मैले अल्छी लाग्यो मलाई फेरि गएर बहिनीले अल्छी लाएर बन्द गरिदिएँ अब फेरि धन्यवाद यसो होइन मलाई अब दिक्क लाग्यो जस्तो भयो कि अति घामले पनि त्यस्तै गर्मी भयो अनि यसो बुढाजस्तो खेलिदिउँ भनेर म पनि उठेँ बहिनी पनि खेल्दै थिएँ अनि आई ओहो कलुवा हाँ मैं काला हूँ कलुवा हूँ घामले गर्दा होला अल्छी लाग्यो म फेरि बुढा जस्तो खेल्नु पर्यो भने म पनि यसो थकाइ मार्नलाई उठेँ खेल्दै थिएँ साँझ आयो साँच्चीकै लडाइदियो सुकुले त मलाई यी बुढा दुईजना भएपछि त मलाई हेप्छन् भने हो ल जा ठिक मैले पनि लडाइदिएँ यिनीहरूलाई बराबर हिसाब किताब बराबर गरेँ नि खाएँ मैले तिर्खा लायो है कलुवा दुईजना न अब खेल्न सुरु भइ गए र त गएँ म मकैबारीमा म जिस्किन थालेँ मकैको एउटा बोटसँग र अनुहार मेरो धर्ने जति हेऱ्यो त्यति हेरौँ लाग्छ होइन पछि दिक्क पनि लाग्छ मिहिनेत अनुसार भाउ पनि आउँदैन हामीले अघिल्लोचोटि 20 रुपियाँ किलोमा पठाएको थियो कि अनि फाल्न पनि सकिएन माया लाग्छ आफ्नो मिहिनेत हेरेर धनियाँ पनि त्यति राम्रो थियो यसपालि चाहिँ 80 रुपियाँ किलो आएछ जे होस् राम्रै भएको छ हामी 20मा बेच्नेहरूलाई चाहिँ यो अलिकति बढी नै जस्तो लाग्छ होइन त्यही भएर अनि यसपालि चाहिँ जे होस् 80 छ 80बाट घट्छ अरे भनेर अनि हामीले चाहिँ अनि उखालिहाल्यो फेरि घटेर फेरि 20मै पुग्यो भने त नराम्रो लाग्छ नि त अनि त्यही भएर हामीले चाहिँ अब 2-3 दिन लगातार धनियाँ उखाल्ने कार्यक्रम जारी छ होइन ओहो धनियाँ कति राम्रो छ हेर्नु न उखाल्ने माया लाग्छ एकदम औषध केही हालेको छैन राम्रो छ भएर के गर्नु हामीलाई भएर पनि खान मन लाग्दैन हामी चाहिँ धेरै धनियाँ देखेर होला च्याउ लाग्छ अब हेर्नु है त ल कस्तो छ औ कस्तो छ धनियाँ बारी यसलाई फेरि धनियाँ उखाल्छ खान गरेर फेरि तरकारी लगाउनु पर्छ हाम्रोतिर त कामै काम छ हजुरलाई बारी के अरे यो तरकारी बेचेपछि अर्को तरकारी लगाएको पनि हामी देखाउनेछौँ यसरी उखाल्नु पर्यो नि त जरैसित उखाल्नुपर्छ नत्र फेरि ओइलाउँछ फेरि ओइलाए पनि फेरि वेट आउँदैन कि हामीलाई त वाउ वाट अ फोटो निकालिङ पानी नआएर रमाइलो भइरहेछ पानी आएको भए त बिजोक हुन्थ्यो धनियाँ यता साह्रो उता साह्रो धनियाँको बोटै राम्रो त्यही माथि बस्न मिठो खाँदा त झनै मिठो उखाले बान्दा अल्छी लाग्यो अनि मैले चाहिँ त्यही भएर अब चाहिँ मम्मीलाई दिन लाएको थिएँ कि बान्नलाई अल्छी लाग्यो कि मलाई पोछिदिएँ मैले उखाल्नै पर्यो जति हो अल्छी लाग्यो नि गर्नै पर्यो भाइ के गर्नु उखाल्नै पर्यो फेरि अल्छी लाग्छ यसो भाउ छ भने जाँगर लाग्छ फेरि भाउ घट्यो भने त फेरि त्यही हो भनेर फेरि जाँगर लाग्छ घामले गर्दा फेरि अल्छी लाग्छ कि मम्मीलाई नै अल्छी लागेको चाहिँ गाह्रै जिस्काउँदै हुनुहुन्छ मलाई धनियाँ बेचेर तेरो बिहे गरिदिन्छु भनेर मलाई पत्याएर लाग्यो हाँस उठाएकै मलाई मम्मी कुरा सुनेर 80 रुपियाँको 10 कति 60-70 किलो बेचेर मेरो बिहे गरिदिँदै हि हा उफु उखालेको जति अर्को व्यापारीलाई दियो प्लास्टिकमा हालिदियो अरे धेरै उखालिसक्यो हामीले चाहिँ बिचमा किन छोड्यो भन्दाखेरि सानो हो त्यही भएर छोडेको हो यिनीहरूको अनुहार हामीले त त्यही छायामा राखेको थियो अङ्कलको घरतिर राखेको थियो धनियाँ अनि त्यही भएर झोलामा हालेको दिउँसो उखालेर अनि यो ओइलाउँछ भनेर पठाउने रे अर्को व्यापारीलाई अघि नआएको अर्कै व्यापारीलाई पठाउने रे दुईवटा व्यापारीलाई 20 किलो पठाएको तर एउटै व्यापारीलाई भनेर गरेको थियो हामीले चाहिँ अनि आएर पुरानो व्यापारी नि कराएर रिसाउनु थाल्यो दिन त पर्यो अब हाम्रो चाहिँ सबै भ्याइसक्यो अब दुईवटा व्यापारीलाई दुई ठाउँमा एउटा डोकोमा एउटा प्लास्टिकमा हालेको अब जान लाग्यो हामी चाहिँ घर होइन जे होस् अब घर जाने घर गएर खाजा खाने त्यो साँच्चै दुईवटालाई भएर थोरै पर्यो त्यही भएर यसको नाम चाहिँ हामीले पुकु राखेको हो त्यो बाटोमा धेरै बिरामी थियो अनि त्यही भएर हामीले ल्याएको जे होस् गाउँघरमा कति उपचार हुन्छ त्यो चाहिँ उपचार गरेको हो अहिले चाहिँ राम्रो भइसक्यो हामीभन्दा पनि क्युट ह्यान्डसम भइसक्यो जे होस् राम्रो भए पनि हिँड्न चाहिँ सक्दैन जे होस् अहिले चाहिँ पहिलाको भन्दा राम्रो आजको चाहिँ सक्यो अब भोलिको हामी फेरि भोलि देखाउने छौँ आजलाई बाई बाई गाइस